अलमोस्ट 5 मिनट हिँड्दा हिँड्दै हिउँ पऱ्यो होइन। 5 जना त के गरौँ आत्त्यौँ सबैजना। त्यही पनि हामी हतार अलिकति गोर्खालीको छोरो नि त हिँड्यो, त्यही पनि अलिअलि माथि आइपुगेका छौँ। मैले चाहिँ प्लास्टिक ओढ्न भ्याएको छु, दाइहरूले ओढ्न भ्याउनु भएको छैन। त्यही पनि हामी निरन्तरता आज स्वाचा हो कि च्वाचा भन्ने ठाउँ स्वता भन्ने ठाउँमा जाने भने तर हिउँ परेको देखेर चाहिँ आज जानु सकिँदैन गाइज है। सो घोडेपारीमा हुँदैछ, तपाईँले हिउँ परेर देखिरहनु भयो होला। हिउँ परिरहेको छ, हाम्रो भाइको पहिलो हिउँ भएको हुनाले निकै उत्सुक देखिरहेको छु। तर यो उत्सुकता धेरै बेरसम्म टिक्छ जस्तो मलाई लाग्छ। र हामी चाहिँ घोडेपानीबाट मास्तिर आएको अलिकति 5 मिनट यति हिउँ पर्न सफल भएको छ। हाम्रो भाइको पहिलो हिउँ भनेर भाइ मस्त परिरहेको छ, तर यो उत्सुकता धेरै बेरसम्म टिक्दैन। हाम्रो चाहिँ यहाँ हिउँ परेको अवस्था गाइज, सरल आइपरेको अवस्था। अब हामी चाहिँ यहाँनिर होटल खोज्दै आउँदैछौँ, तर आज अलि यहाँ होटलको अलि खोज्नु चाहिँ धेरै गाह्रो पर्छ। यस्तो ठाउँमा टुरिस्ट प्लेसमा अलिक महँगो हुन्छ नि, सो रिजनेबल हेर्नु पऱ्यो अनि प्रिमियम पनि हेर्नु पऱ्यो, ठिक्कको हेर्नु पऱ्यो होइन। सो ओके, सो हामी होटल खोजेर कुन होटलमा बस्यौँ त्यो अनुसारले प्राइसहरू सबैमा डिस्क्रिप्सनमा आउँछ सबैजनालाई। यात्राको क्रममा चाहिँ हामी आफूलाई पुस गर्न जरुरत छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ घोडा पानी भन्नेमा चाहिँ हामी स्टे नगरेर अझै 2.5 घन्टाको ट्रेकलाई निरन्तरता दिने भन्ने हिसाबले अलि अगाडि पऱ्यो, त्यहाँ एकछिन बस्यौँ, रेस्ट गऱ्यौँ, पानी सानी भऱ्यो, अगाडि हिँडिरहेको छौँ। सो फ्रम दिस टाइम चाहिँ वाट वी आर प्लानिङ टु डु इज वी आर गोइङ एकदम अगाडि गइरहेको छौँ। अनि पुन हिल पनि त्यहाँबाट कट्यो, पुन हिल कटेर लगभग हामी 1 आवर हिँडिसक्यौँ। 1 आवर त भएको छैन, वहाँ 30 मिनट जति अगाडि हिँडिसक्यो। सो तर त्यसपछि पनि पुरै यहाँ माथि पुरै हिउँ अगाडि हेर्दाखेरि पुरै सेतो भएको के, त्यो काले अनि त्यसै कलौटे भन्ने हुन्छ नि, सेतो अनि सातो हो कि। रोक्नुहोस् है, म हिउँ देखाउँछु। सो दिस इज द मैले भनेको हिउँको उयो पहाड भनेको चाहिँ यही हो। सो यहाँनिर यो हामी यो बाटो छ नि, यो बाटोबाट सिधै तल गएर यो खोल्सामा पुल छ, पुल कटेपछि अनि त्यसपछि फेरि 1-1.5 घन्टा हिँडेपछि थाहा हुन्छ। साँझ चाहिँ परिचय छ, वी डोन्ट नो अब के हुनेवाला, लाइक अनएक्सपेक्टेड भयो क्या हिँड्ने भन्यो। त्यही भएर त्यहाँ हेर्नु न गाइज, हिउँ के यस्तो। अब क्यामेरामा त अलि देखिँदैन किन क्वालिटी पनि खासै उ छैन कति र मोबाइलको, ठिकै छ अलिअलि लिइरहेको छ, तर इट्स लाइक हेभेन के, हेभेन अर नेपाल। हाम्रो यो के भन्छ त्यो घोडा पानीबाट चाहिँ तलतिर हिँडिरहेको छौँ सबैजना। हाम्रो बिचमा बेला बेला चाहिँ हामीले सोध्नुपर्ने हुन्छ, सोद्धाखेरिको क्रममा चाहिँ अलिकति गाह्रो पर्ने हुन्छ गाइज है। सो अलिकति फ्ल्यास लाइटले बल्दा मैले बाटो देखिनँ, यसरी गर्छु। सो यस्तो अनि यो चाहिँ बाटो, हाम्रो बाटो अहिले यस्तो छ, हामी चाहिँ यसरी हिँडिरहेको छौँ। अब लगभग हाम्रो 45 मिनट चाहिँ लाग्छ भनेर जानकारी गराउनु भएको छ। 45 मिनट नर्मल हिँड्ने पिपुललाई भनेर भने ठिकै, हामी नर्मलै हिँड्छौँ। 45 मिनट इज नट अ बिग डिल। त्यहाँ गएपछि चाहिँ हामी आजको बास चाहिँ त्यहाँनिर बस्छौँ र भोलि हामी नयाँ डेस्टिनेसन फेरि खोज्दै अर्को ठाउँ पुग्ने कोसिस गर्छौँ। सो टिल नाउ म यहाँबाट अब त्यस्तो भ्लग गर्न अलिक गाह्रो नै हुन्छ, किनभने अँध्यारो पुरै भइसकेको छ, मुखमा फ्ल्यास लाइट बाल्न अलिक गाह्रो पर्छ। सो टिल नाउ सी यू एभ्रिवान, ह्याभ अ ग्रेट इभिनिङ, लभ यु अल, बाइ बाइ। दिस इज 5:55 को गाना सुन्दै हामी हिँडिरहेको छौँ यो ट्रेकमा। तर अहिले राति एकदमै 8 बजिरहेको छ, त्यसले गर्दाखेरि चाहिँ माथि जुनहरू बबाल देखिरहेको छ। माई फोन
यस सरी तारा हो। अनि मैले चाहिँ जुन होइन जुन त मुन्ला भन्छ। सो हामीले चाहिँ अहिले यो तारा देखिरहेको छौँ तर बट माई फोन कान्ट क्याप्चर दिस ब्युटिफुल इमेजिनेरी होइन लाइक ओ माई गड देख्नुभयो मजाको फिल आयो कि मलाई अर्कै मजा आइज है काठमाडौँ त्यो गल्ली यहाँ त भइरह गल्ली त होइन त्यो काठमाडौँ हुन्छ होइन कि त्यो काठमाडौँ जाने बाटो गल्ली हुन्छ नि बत्ती भेटी गरी आयो पछि आयो यहाँ देखाएको सोलरको हो कि सोलर हो 1.3 किलोमिटर ल खोपरा त दाइ जम्मा फोन यस सरी तारा हो सङ त 555 को भन्छ त जुन अनि क्रममा एउटा खोला तर्दैछौँ मजाले खोला पनि थियो तर एउटा सानो झोलुङ्गे पुल रहेछ ठाडै ओह्रालो झरेर ठाडै उकालो छोड्दैछौँ आजको लागि हाम्रो कोटा त पुगिसक्यो त्यही पनि अलिकति पुस गरेर माथि पुग्छौँ कि भन्ने आशमा छौँ लेट्स सी गाइस हामी चाहिँ अलमोस्ट कति 4.5 घन्टा हिँड्यो अहिले 130बाट हामी चाहिँ अलमोस्ट 4 आवर 7 आवर टोटल स्वात्तले सातो लियो नि त आज एकछिन त्यहाँ त्यो माटोको त्यो ढिँडो रहेछ कि यस्तो भर्खर बनाएर रहेछ क्या त्यो त्यहाँ त कोही नहिँड्ने रहेछ त्यसले गर्दा सो ड्यु टु द्याट हामी आइसकेको छौँ हामी चाहिँ आयौँ अब यो अब हामी यहाँ घाम घुम खाने आजको लागि गाइज यति नै हो बाई बाई अगाडि